आयुर्वेदमा धेरै प्रकारका जडीबुटीहरू छन् जसले सामान्यदेखि गम्भीर रोगहरू कम गर्छ। यिनैमध्ये पारिजात एक हो। यसको पातदेखि फूलसम्म स्वास्थ्यवर्धक छ। यसलाई नाइट ब्लुमिङ जास्मिन पनि भनिन्छ। पारिजातको फूल, पात र बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल, एन्टी इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जसले धेरै समस्यासँग लड्न मद्दत गर्छ। यसले संक्रामक रोगहरूको जोखिम कम गर्छ भने बाथकै समस्याबाट समेत राहत दिन्छ। बाथ राइडमा जोर्नी दुख्ने, सुन्नने, हात खुट्टा चलाउन समस्या हुने गर्छ। यसबाहेक शरीर सुन्निने समस्यामा पनि पारिजात लाभदायक मानिन्छ। यसको पातमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले शरीरको दुखाइ र सुजन कम गर्छ। यसमा घाउ छिट्टै निको पार्ने गुण पनि हुन्छ। यदि अनुहारमा डन्डीफोर, चायापोतो छ भने पनि पारिजातको प्रयोग प्रभावकारी हुन्छ। यसै गरी पारिजातको पातले मौसमी ज्वरो, रुगा, खोकी निर्मूल पार्न मद्दत गर्छ। कसरी प्रयोग गर्ने पारिजात? यी समस्यालाई निर्मूल गर्न यसको प्रयोग सही तरिकाले गर्न आवश्यक छ। यदि तपाईँ यसलाई अर्थराइटिसका लागि प्रयोग गर्दै हुनुहुन्छ भने पहिले पारिजातको फूल, पात र बोक्रालाई बराबर मात्रामा लिएर पानीमा पकाउनुहोस् र त्यसको पानी 2 पटक पिउनुहोस्। यसले जोर्नीको दुखाइ हुन दिँदैन। अनुहार तथा छालामा यसको प्रयोग गरी लाभ दिने पारिजातको फेस मास्क बनाएर लगाउन सकिन्छ। यसमा अनुहार सफा गर्ने तथा अन्य छाला सम्बन्धी समस्या कम गर्ने प्राकृतिक गुण हुन्छ।